तपाईँ तिम्रो हेलो नमस्ते। आज हाम्रो साथ हाम्रो ब्रोडकास्टमा हुनुहुन्छ अस्मिता धवलाजी। अब उहाँले के कुरा गर्नुहुन्छ उहाँसँग कुराकानी सुन्नुभयो त। ल अस्मिताजी हजुरलाई हाम्रो च्यानल गैरिसमा स्वागत छ। नमस्ते म अस्मिता धवला मेरो नाम त सोध्नु भनिसकेको सुरु भाइ। ओके ल आज चाहिँ म उहाँलाई चाहिँ उहाँको पर्सनल क्वेसनहरू गर्न चाहिरहेको छु होइन। अनि ल सुरु गरौँ है त। यो चाहिँ मेरो माइक हो। यस्तो राम्रो छ यसरी अन गर्नुपर्छ यसरी भन्दा हुन्छ होइन। अब अन गरौँ है त। ल अस्मिताजी हजुरलाई निदावी कलेज आउनु चाहिँ कस्तो फिल भइरहेछ? मलाई के अरे ठिकै भइरहेछ राम्रो भइरहेछ सो स्ट्रिक्ट कलेज पढ्नु सबैजना भन्न चाहन्छु म हाम्रो कलेजमा खतरा एडभर्टाइजमेन्ट भइरहेछ है फ्रीमा। यो चाहिँ कसैले मलाई पेड प्रमोसनै गरायो होइन। हाम्रो आफ्नो पर्सनल भ्युज सेयर गरिरह होइन। जस्तो कि ल टिचरहरू त झन् यति राम्रो हुनुहुन्छ मैदानमा प्लिज सबैजना आउनुहोस् पढ्नुहोस् साँच्चै कुरा हो त्यो। म मुसमुस हाँसे पनि इट्स ट्रु नट फर फेक। आइएम सरी मैले कट गरिदिन्छु डेफिनेटली। ओके अस्मिता चाहिँ अनि हजुरलाई होइन हजुर आफ्नो चाहिँ के चिज धेरै मनपर्छ? कस्तोमा करियरमा या नै आफ्नो बडी पार्ट्स। मलाई पहिला मेरो नङ मन पर्थ्यो आजभोलि मलाई मेरो नङ मन पर्नै छोड्यो। किन मन गर्न छोड्यो? किनभने धेरै मिहिनेत गर्छु आजभोलि अनि मेरो हात बिग्रिसक्यो मिहिनेत गरेर त्यही भएर। ओके अनि हजुरको फेभरेट कलर चाहिँ? अब उहाँको हामीले लाइक फेभरेट कुराहरू चाहिँ सोध्यौँ है। अब अलिअलि त थाहा छ अब मैले उहाँलाई पनि थाहा होला। हजुर सब्सक्राइबरहरूलाई थाहा हुनु पऱ्यो नि अनि त्यही भएर। अन्त भन्नुहोस् त भन्नुहोस् तपाईँको फेभरेट कलर भन्नुहोस्। मेरो फेभरेट कलर यो यो चाहिँ पिङ्क कलर के अरे यो पर्पल कलर हो है लाइट पर्पल कलर हो। अनि तपाईँले हात मनपर्छ भन्नुभयो भने तपाईँले पुरानो कुरा भन्नुभयो नयाँ कुरा चाहिँ भन्नु भएन नि त। अहिले चाहिँ के मनपर्छ? आजभोलि मलाई कुनै किताबमा टिभी मनपर्छ लाज शर्मा कि मर गई मेरो म मनपर्छ अरे। ल यस्तो त भएन यस्तो त भएन है भएन यस्तो त भएन म त होइन है त्यस्तो फेरि। तिमीलाई देखेपछि मलाई मेरो सुरत मन पर्न छोड्यो साथीहरू। यो चाहिँ फेक प्रमोसन है फेरि। अनि के भन्नु तिमीलाई चाहिँ के गर्नु मन लाग्छ मतलब